अन द स्पट यिनीहरूलाई सिधै दिनुपर्छ। यो राज्यले पालेर काम छैन। सबै साथीहरू, सबै मान्यज्यूहरू यसमा सहमत छौँ। 275 जना छौँ भने कानुनमा संशोधन गर्न के गाह्रो छ? अन द स्पट यिनीहरूलाई सिधै दिनुपर्छ। यो राज्यले पालेर काम छैन सभामुख महोदय। यो 3 वर्षको परिकल्पना गर्न सकिन्छ। त्यही भएर अब हामीले ढिलो गर्नु हुँदैन। 275 का 275 मान्य हस्ताक्षर गरेर दिनमा हामी दुईमत छैनौँ जस्तो लाग्छ। त्यसमा किन ढिलाइ? यसरी नत्र नेपाल धेरै भइसक्यो। नमिता उसका घटना धेरै देखिसक्यो हामीले। रुवावासी छ 35 जनामा, त्यहाँ जघन्य अपराध गर्ने 2-3 जना बाहेक करिब 28 जनाको मैले सोधेको थिएँ। दोषीहरू मस्तीमा छन्, निर्दोष मान्छेहरू त्यो जेलभित्र छन्। यो पुनः सबै ठाउँको अध्ययन गर्न जरुरी छ सभामुख महोदय। र अनाथ बच्चाहरू पनि फर्सेको अवस्था पनि छ। यिनीहरूलाई उद्योगमा ल्याउँ, कृषिमा ल्याउँ, क्रान्ति ल्याउँ, होइन भने देश बचाउन गाह्रो छ।